नमस्ते सबजनालाई र हाम्रो भोइस टिभीमा सबजनालाई स्वागत छ र म राजेन मगर र मैले चाहिँ भोइस अफ नेपालको बारेमा धेरैभन्दा धेरै भिडियो बनाइरहेको थियो हैन र मैले भोइस अफ नेपालको बारेबाट चाहिँ धेरैभन्दा धेरैलाई चाहिँ जानकारी दिइरहेको थिएँ। तर मेरो अहिले चाहिँ त्यो च्यानलमा चाहिँ धेरैभन्दा धेरै प्रब्लम देखायो, समस्या देखायो हैन र त्यसै कारणले गर्दाखेरि चाहिँ मैले धेरै समय भएको थियो हैन भिडियो पोस्ट पनि गरेको थिएन र आइडी बन्छ कि हैन मेरो चाहिँ मोनेटाइजमा चाहिँ पुश भएको थियो के, त्यसैले मैले चाहिँ धेरैभन्दा धेरै गल्ती गरेको रहेछ यो च्यानलमा र त्यसै कारणले गर्दाखेरि चाहिँ मेरो मोनेटाइजमा चाहिँ धेरैभन्दा धेरै प्रब्लम देखायो र मेरो चाहिँ मोनेटाइजमा पुश भएको छ हैन। मेरो चाहिँ कुनै जुनसुकै भिडियो हाले पनि मेरो चाहिँ पैसा नआउने चाहिँ भएको छ यो च्यानल हैन। र मैले चाहिँ यसको लागि के गर्नुपर्छ भन्दाखेरि मैले चाहिँ यो सबै भिडियो चाहिँ मैले डिलिट गर्नुपर्ने रहेछ हैन। धेरैभन्दा धेरैजनाहरूले चाहिँ मलाई सपोर्ट गरिदिनु भएको थियो हैन र मैले अब धेरैभन्दा धेरै गल्तीहरू गरेको रहेछु र अब चाहिँ गल्ती नगर्ने हैन र गल्ती बिना नै मैले अब धेरैभन्दा धेरै प्रब्लम आउने कुराहरू चाहिँ नगरिकन र मैले चाहिँ आफ्नै हैन फेस देखाएर आफ्नै भोइसबाट चाहिँ धेरैभन्दा धेरै भिडियो बनाउने कोसिस गर्न लागेको छु। सायद अब यो च्यानल फेरि रिमोनेटाइज हुन्छ हुँदैन त्यो त मलाई थाहा छैन हैन। अब धेरै प्रक्रिया रहेछ हैन, अब धेरैभन्दा धेरै गाह्रो हुँदो रहेछ यसलाई फेरि मोनेटाइज गराउनको लागि चाहिँ। त्यसै कारणले गर्दाखेरि चाहिँ मैले अब आफ्नै भिडियोहरू पोस्ट गर्छु हैन। अब कति टाइमसम्म चाहिँ अब मोनेटाइज हुन्छ हैन, कतिको हेल्प हुन्छ मैले म आफै बोलेर हैन म आफै फेस देखाएर भिडियो बनाउँदाखेरि हेरौँ। तर पनि सबजनाले अन्तिमसम्म साथ दिनु होला र यदि मेरो च्यानल फेरि पनि मोनेटाइज भएछ भने म त्यो दिन हैन धेरैभन्दा धेरै खुसी हुनेछु र तपाईँहरूले पनि यस्तो गल्ती चाहिँ कहिले पनि नगर्नु होला।